यिनीहरूलाई के ट्यालेन्ट सोहरू टाइपको के दिने गाना गाहरू टाइपको होइन गाना गा इम्प्रेस गर होइन अनि के अरे 1000 रुपियाँ पाउँछस् भन्ने होइन 1000 रुपियाँ पाउँछस् भन्ने तर नदिने क्या नदिने फेरि यो नदिएकोमा यो दाइ त कस्तो बिल्ला रहेछ यार यसरी पैसा दिँदैन यहाँ त्यो भाइ तिमीहरूलाई दिने हो दाइ भन्ने थाहा छ नि तर योमा चाहिँ नदिने क्या मनोरञ्जन नै त्यही के गर्न लगाइदिने होइन तर नदिने भाइ आयो के छ यार कान्छी दाइ चिन्छु यार म ए हो बिल्ला हो नि त अनि टिकटकमा टिकटकमा देखाएको थिएँ यार दाइ मैले हजुरलाई हो हजुर बिल्ला हो नि त अनि म त नि जोत्न रमाइलो गर्न आएको नि फेरि चुप लाउन भनेको थिएँ त्यो साइडमा को बोलेको त्यसले एक झापड हान त कति बोलेको त्यो एकजनाले बोल्नु दिएन भाइ त्यहाँ ठुलो मान्छे बोलिरहेको छ बिचमा आएर भाइ कसरी यार दाइ त्यही भने मैले देखाएको थिएँ हजुरलाई टिकटकमा ए हो कहाँ हो कान्छी तिमीहरूको घर कहाँ हो कतिजना छ मान्छेहरू पछाडि को हो लजालु स्वभावको पछाडि झापा कहाँ झापा भाइ त पछाडि हुने पनि त पनि भाइ यार त पनि गान्डु नै रहेछ यार भाइ त्यो लाइभमा गएर चुप लाएर भिडियो डाउनलोड गर्नु भाइ त्यो फोटो खिच्नु त्यो साटो बोलेर त्यही भने कसले यहाँ भाइसके उमे बस्नको लास्ट युनिट गर्छ यसलाई त म कान्छा तँलाई नि तेरा साला राणा पिसाद यो चाहिँ भन्नु हुन दियो एकछिन ब्रो गिटार सुनिदिउँ यार एउटा सुनिदिउँ कसलाई सुनिदियो एकचोटि गाना सुनिदियो सुनेरै मात्रै जाने म त सुनेरै मात्रै जाने म नसुने त म जाँदै जान्न गाना अनि ए राडी गाना हो अब साँच्ची नभन्न गाना सुन्दैन भाइ दामी गाना गाउँदा भाइ दामी गाना गाउँदा भाइ इन्स्टाग्राम इन्स्टाग्राममा लु मलाई एड गरेर मलाई मेरोमा एड छ कि छैन 1522 भाइ यसमा एड गर यसमा मलाई मेसेज पठा तेरो आइडी पनि देखा तर पहिला अब त डेन्जर अब त्यो खतरा अब नेपाल गट ट्यालेन्टहरुको त अब गएको होइन कि तर मन खुसी हो भाइ तैँले मन खुसी बनाइस् भाइ मेरो च्याट पनि खुसी भयो भाइ यही हो ल भाइ यो के अरे मैले तँलाई मेसेज पठाएँ त ए फलो गर्नुपर्ने आमा मेसेज पठाउँदा के अरे नाम नम्बर अनि ब्याङ्क डिटेल पठा ल भाइ 1500 दितिस् भाइ म च्याटले ओभर मन परायो हो गाना एकदम खुसी भयो क्या हाम्रो मन खतरा स्वर चाहिँदैन क्या गाना रमाउनलाई तर सुरिलो राम्रो स्वर थियो म पनि खुसी भएँ च्याट पनि खुसी भयो के छ बुतुरीहरू यसो हाँस्दै न के भन्नु त भन्दैन ल शिट के बोल्न लु किन अनुहार लुगाएको क्या कस्तो फेरि अब यार हल्का हुन नसकेको ऱ्यापर हुन नसकेको झापालिस नै हो के छ कान्छी कहाँ हो त्यो काट्ने काम नगर न एकछिन कस्तै तेरो यार यस्तो गरेर मैले यस्तो गरेर क्या साइडबाट यति चाहिँ देखाउनु पर्ने क्या यस्तो मेरो साथीसँग छु यहाँ गाइस ए छैन रेकर्ड कहाँ आज रेकर्ड गरेर रेकर्डमा म बस्दैन हो छैन क्या कहाँ हो तिम्रो घर अड्केर जाऊ ल तिम्रो दुईजनामा गाना गाउनु कसलाई आउँछ गाना किसको आता है गाना होइन म चाहिँ उल्टै खोज्दै आएको यहाँ 2000 गिफ्ट हो जसले केही स्किल्स देखाउँछ गाना गाउँछ या नाच्छ जेसुकै भए पनि यहाँ चराकै साउन्ड निकालिदिन्छ हुन्छ नि
तर 2000 नेपाली चाहिँ म दिँदै हिँड्दैछु नि त्यही ओमेगलमा चाहिँ पक्कै पनि रेकर्ड हो भर्खर तिमीहरू भन्दा एउटाले 1500 पाए रेकर्ड छैन म यस्तो दिने कामहरू म रेकर्ड गर्दिनँ त्यो अरू जस्तो युट्युबर होइन त मैले यसलाई त्यो दान दिएँ के गरेँ हामी भित्रभित्रै दिन्छौँ बाहिर कुरै हुँदैन ए भेरी नाइस बल्ल उसले कस्तो गीत चाहिँ हाँसेर न अघिसम्म उसको त्यो अनुहारै त्यो हुन्छ नि कुन चाहिँले पादेर सुगा जस्तो त्यो के मैले चाहिँ उसको कहिले जमानामा ऋण खाइदिए जस्तो गरेर हेरेको हेरेँ यार त्यस्तरी नहेर है फेरि म त मेरो त लभ परि पो हाल्छ मेरो त एकैछिन लभ परिदिन्छ अब म त ढिट पो त म त फेरि वान साइडेड हानिदिन्छु अरूले म त बिलाएको गए मेरो त बाल्छ म त एक करो मेरो सेयिङ नै छ क्या केटा मान्छे भएपछि छोरी मान्छेको पछाडि कहिले पनि कुद्नु हुँदैन ओ यस्तो चाहिँ गर्नुपर्छ केटा मान्छे भएपछि यस्तो चाहिँ गर्नुपर्छ ल गाइस बोलेर खुसी लाग्यो है तिमीहरूसँग एन्ड बाई द वे अनेस्टली तिमीहरूलाई भन्नुपर्दा होइन इट्स रेकर्डेड त्यो अब तिमीहरूले अब फेरि यस्तो गरेर हुँदैन अब यस्तो गरेर ढिलो भइसक्यो यु भेरी नियर देखेछ हामी बस्दै झुकाइदिन्छौँ के हो भाइ यो त अन्तरमा मलाई चिक्न आँटे जस्तो खालको यो त के हो भाइ आम्मा तिमीहरूको क्यामेरा त अनि एकादेशको देशमा त्यो शताब्दीहरूको छ त भाइ यो त 1900 कति शताब्दीहरूको क्यामेरा छ त भाइ के हो भाइ होइन होला त्यो अलिकति पुस्ता के हट्छ होला भाइ पानी लागेको होला यार भाइ ए 2026 मा आएर यहाँ त अनि भाइ स्ट्रिममा हो भाइ लो भन लो भाइ त हेर्दै ऱ्याप हान्छे जस्तो लागिरहेछ लो के ऱ्याप हो भाइ ऱ्याप हो त ऱ्याप हान्छेस् यही त पर्खेको भाइ लु हान भाइ भाइ स्वर राम्रो छ भने गाना गाउँदा पनि हुन्छ कस्तो र्याप चाहियो दाइ भन्नु न जस्तो सुके तेरो स्किल्स देखा त सुन एकछिन त जानुभन्दा अगाडि एउटा कुरा सुन तभन्दा अगाडि जो मान्छे आएको थियो उसलाई मैले भाइ एउटा केही गीत सुन्ने भन्दा उसले गिटारमा चियाङ्गी पऱ्यो भन्ने गाए राम्रो गायो हल्का धिमी पाराले 1500 पायो 1500 पायो त्यसले अब त के गर्छेस् 1500 पाउनलाई भन्ने हो भाइ यत्रा टवाने सही तले खुलिते के पनि टवाने नछै त्यस्तो झापाको स्पेलिङ थाहा नगरे तर टवाने JHAP झापा यहाँ लेख्दै मैले ल अब त्यो आफूलाई हेर्ने त्यो साइडमा मेरो साउन्ड बजाउने काम नगरे डिस्टर्ब हुन्छ मेन भनेको खोइ तेरो ऱ्याप चाहिँ सुन्दिम न यहाँ एकादेशमा मान्छेहरूमा बौलाइसक्यो यहाँ जुन्ने गीत भाइ तेरो मन खुसी पार्नु पर्यो च्याटले यहाँ मेरो च्याटले त आफै च्याट हेर न त्यहाँ कमेन्ट हेर त्यो युट्युबमा अनि त्यो मन पराउनु पर्यो तिनीहरूले भाइ गीत गा न तेरो भिडियो ब्लर आइसक्यो यहाँ गीत एउटा गा त ल ए भाइ गयो भाइ कस्तो नगाएको मैले कति गाह्रो गरेँ त्यसलाई आम्मा केही गर्दा आउँदैन यार गिटार पक्रेको छ घरि के हेरेको छ र पछि चाहिँ रमाइलो हुँदो रहेछ अलिअलि चाहिँ बिस्तारै चाहिँ अनि केटाहरूलाई एआई प्र्याङ्कहरू टाइपको दिनुपर्छ के छ मेरो भाइ ऱ्याप सुन्दैन न त सुन्दै हान्दै जे मन लाग्छ त्यही भाइ च्याट खुसी भयो हामी खुसी भयो भने 1500 गोजीमा आयो होइन यहाँ कम्पिटिसन नै हुँदैछ नि त होइन तैँले खतरा गाइस हामीले जित्यौँ 1500 चाहिएन भने चाहिएन अर्कोलाई दिन्छु केही छैन ए त्यो त होइन भाइ त्यो त कहाँ मेरो गीत गाउनलाई चाहिँ ऱ्याप गीत गाउनलाई के स्वर खतरा हो के गाउनु पर्यो नभए उ त्यो गर्नु के अरे ल ऱ्यापै तर अर्को होइन नि त फेरि यसले फेरि अब अरूको हान्ने भनेर कि आफ्नो स्किल्सको कुरा गरेको भाइ के थियो कि त भाइ त नाच्छ भाइ त फिक्स नाच्छ त दामी नाच्छ जस्तो लागिरहेछ तर यस्तो गर्न आउँदैन यसो गर्न यहाँ यसो गर्न आउँदैन यहाँ न भाइ के केटाहरू हो नि यो त के ग्याङ होइन हाम्रो
के ग्याङ हो नि हाम्रो होइन 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 ए अनुहार देखाउन हो भित्ता हेरेर के गर्ने यार म कस्तो भित्ता देखाएको नदेखाउने दाइ तपाईँ स्ट्रिमर हो हामीलाई थाहा छ अनि त्यही त अनि अनुहार देखाउनु पर्यो नि त अनि एउटा कोही त अनुहार यहाँ कम्पिटिसन हुँदैछ क्या 2000 प्राइजमा कम्पिटिसन हुँदैछ जसले गीत राम्रो गाउँछ केही नयाँ स्किल्स देखाउँछ नाच्छ दामी स्वर या ऱ्याप जेसुकै भने 2000 नेपाली फेरि डलर होइन नि भाइ यहाँ मिस्टर बिस्टहरू केही भएको छैन भाइ यहाँ मेरी माया ओए होइन होला को हो के हो यो केटाहरू यो बिचको को हो? ओ होइन होला ओ यार केटाहरू के हो केटाहरू कहाँ गयो भाइ तिमीहरू होस्टेलमा हो है भाइ कहाँ हो सानो पार्टी चल रहा था ये भाइ खसीको मासु हो आज किन यार दुईजनाले खसीको मासु यार आज म कसम यो राडी खसीलाई म लिएरै आउँछु भाइ म आज स्ट्रिम सकिने बित्तिकै जान्छु खसी लिएर हान्ने हो भाइ 1500 2000 हुन्छ नि एउटा रकम तर केही स्किल्स देखाउनु पर्यो कि स्वर राम्रो हुनु पर्यो कि ऱ्याप राम्रो गाउनु पर्यो कि डान्सै गर्नु पर्यो कि हावामा भित्तामा माथि झुन्डेर मुत्नु पर्यो जेसुकै होस् क्या भाइ अलिकति छक्क पार्नु पर्यो ए हो म पनि त्यही हो क्या भाइ म पनि तिमीहरूसँगै हो हाम्रो सँगै बेरोजगारी सङ्घ हो त हाम्रोमा आइज न यहाँ युट्युबमा बेरोजगारी सङ्घ हो त भाइ हाम्रो सङ्घ नै बेरोजगारी हो क्या युट्युबमा सङ्घ लाइक नामै हाम्रो नामको बेरोजगारी सङ्घ हो क्या अनि म अध्यक्ष हो सदस्यहरू छ भाइ यहाँ अहिले पनि छ होला 4-5 हजारले हेरिरहेछ भाइ केही त देखा न यार कि भाइ ओभर घिनलाग्दो गति छाडा केही गर्दैन भोलि बिहान उठ्दा भाइरल नभए यसको खोलेर त कन्ड हान्दैन भाइ भाइरल ल गाइस म लागे अब नेक्स्ट स्टेसनमा फेरि आएँ म दाइ फेरि आएँ अहिले बत्ती बालेको छु मैले ए अघि बत्ती नबालेको छ ल भाइ ऱ्याप नभए गाना नभए डान्स नभए के उ त्यो सिलिङमा झुन्डेर मुत्ने जेसुकै गरे पनि एउटा स्किल्स केही 1500 2000 लिएर जाऊ ऱ्याप हान्दैन त भाइ ऱ्याप हान्दैन त ऱ्याप कस्तो हान्नु तर हेर्दाखेरि त कस्तो जोनराको गाना सुन्छु जस्तो लागिरहेछ मलाई ल दाइ तपाईँको सुन्छु नि त्यस्तो नहुनु न कस्तो ए हो अनि अहिले के हो स्कुलहरू चाहिँ छैन भाइ छ दाइ भोलि जानुपर्छ बिहानै अलिकति छेउमा आयो त भाइ हेन्सम छ जस्तो छ यार भाइ तेरो त त्यो जलाइनहरू के हो दाइ खतरा खाने ल भाइ अरू थाहा छैन हो त बेरोजगारी तेरो पैसा चाहिँ कस्तो हुन्छ फाइनेन्सियली तेरो जिन्दगी अलिक खच्चडै होला जस्तै तर चिक्स चाहिँ तैँले पाउने भइस् भाइ पाउँछस् अब अलिकति प्युबर्टी लागेपछि भाइ त्यो चिक्स त भाइ तेरो पानी हो केटी हिँड्दाखेरि तुरुरु बनाउँछस् तैँले हल्का दिएको नि त्यसलाई कन्फिडेन्स आउनु पर्यो नि त भाइ भोलिको दिन हिँड्दैन त नि ओ म देख्ने बित्तिकै केटीहरू त पानी आउँदो रहेछ तुरुरु भनेर के छ भाइ स्किल्स एउटा गाना के डान्स त गर्दै भाइ गर्दै भाइ भाइ एउटा के डान्स त गर्दै भाइ गर्दै पर्खिदे गरिदियो दाइ तपाईँ लाइनमा होइन अहिले त्यही त भनेको भोलि बिहान उठ्दा भाइरल क्या भाइ एउटा गाना नभए के खतरा गाइदियो लामो दाइ त केही आउँदैन दाइ ए भाइ यार यस्तो नहुने यार नेपाली भएर यार दाइ तपाईँको मैले च्यानल सब्सक्राइब हानिदिएको छु हिजो ए हो मजा आउँछ यार दाइ तपाईँको अब म नै खुसी अब म आज राम्रो सुतिन त नि तँ एउटाले सब्सक्राइब हानिस् मेरो जिन्दगी बन्ने हो भाइ ल राम्रो बस What's going on? खाते तेरो बाउ राडी तेरो आमा राडी खाते चिक्ने मेरो लाडा खा चिक्ने त्यो अघि एउटाले कस्तो गाडी आमामा कस्तो मलाई पट्याउन खोज्यो त यार एकैछिनमा यार ओटसोट चाटेर यार ब्रो त कस्तो सिक भइदियो त लु वाट्सअप के छ यार गरेर बस्थ्यो क्या भाइ कसरी बस्छ यार मान्छे यस्तो फोनहरू होइन त त्यो क्या अब यता लु नमस्ते हजुर
हजुर नमस्कार आन्टी दिदी टफेल आइएल्स ग्रामर के हो गाइज यहाँ हेर मेहनत त्यस्तो हुन्छ क्या गाइज उहाँहरू त्यो उहाँ डेकोरेसन त्यहाँ पछाडि मैले चाहिँ यति मेहनत गरेँ अनि अब चाहिँ म सुतिरहेछु म जोतको मान्छे होइन है तिमीहरूले मलाई यहाँ ओएम आएर तिमीहरूले जोतको सोचेको होला तर म यस्तै बुकहरू यो सकेर यहाँ थकित भएर यहाँ बसेको हो भनेर वाट बुस्तिक रे वाट साँप रे